हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। र आज चाहिँ म तरकारी बनाउँदैछु, तरकारी पनि अनि सबै कुरा भनौँ न। र आज चाहिँ मेरो तरकारीको लागि चाहिँ बैगुन र करेला छ, जुन अहिले म बैगुनलाई पखाल्दै चाहिँ यो चाहिँ मेरो बैगुन र करेला। र त्यसपछि मैले लसुन र पड्काउने मसला हालेर मजाले करेलालाई भुटेँ। त्यस पछाडि अब करेलाको तेल खेर जान दिनु भएन नि त, अनि मैले त्यसै तेलमा त्यो बैगुनलाई मजाले पकाएँ, किनकि मलाई धेरै समय भएको थियो बैगुन नखाएको। पिरो बनाएर अचार जस्तो बनाएर बैगुन खान मन थियो, अनि मैले चाहिँ त्यसलाई मजाले पकाएँ। तर पकाउँदै जाँदाखेरि चाहिँ र खान्छु भनेर सोच्दा चाहिँ अब घरदेखि धेरै टाढा छु, परिवारको धेरै याद आउने रहेछ। अनि फोनमा बोल्दै सब्जी बनाउने भएको झन्डै डढाइ पठाएछु। अनि मैले मजाले टमाटर हालिदिएँ, अनि फोनमा बोल्न थालेँ, यता गर्न थालेँ। लास्टमा सब्जी झट्टै ठरेछ होइन साथी हो। अनि मैले मेरो सब्जी रेडी भएर चाहिँ मैले पकाएको खाना तरकारी कस्तो छ हेर्नु होला, कमेन्ट गरिदिनु होला। बाई।